हेलो हेलो के गर्दै हो मामन तयारी होइन मामान तयारी होइन मलाई के थाहा अब भोग लाग्यो खाने भोग नलाग्यो नखाने अब यस्तै हो यता मामा के गर्दै हो के गर्दै मामा चाकु सबै पालेर पखालेर खानालाई के रेडी हुनु लाग्यो रेडी हुनु के छ ताजा त हाम्रो यतापट्टि छ दाल पाक्दैछ सर आउँछ है त्यो फेरि दाल भयो अब यहाँ छ आलु कौली हजुर दाल अनि के अरे दाल अनि पिँडालु मासको दालमा पिँडालु मिसाएर पकाएको अनि त्यसपछि आलु काउली आजको हाम्रो यस्तै छ अनि माम खाने बेला भयो भने मान्छे कहाँ बाहिर बाहिर अन्धकारमा डुलिरहेको त नि फेरि हजुर माम खाने बेला भयो भने होइन त माम पस्केको छैन ल पस्किनु होला नि त पाकेछ दाल हजुर छैन कहाँ हजुर त्यही त अलि हाल टक्क्याओस् ल गाइजहरू आज चाहिँ हाम्रो यो आलु काउली अनि यो चाहिँ हाम्रो यो मासको दालमा पिँडालु मिसाएर पकाएको मासको दालमा पिँडालु मिसाएर पकाएको आजको चाहिँ हाम्रो यस्तै छ अब खाना सुरु गर्नुपर्छ बाबु कता आउँदै बाबा हात धोराउनु पऱ्यो नि त त्यो फोल्ड गरेर नि हात धोराउने गरिहाल्छ नि बिस्तारै त्यही त तातो होला तातो छ है सानो पोल्ला के बाक्लो बनाएको हो बाक्लो बनाएको नि ठिक छ जहाँ हाल्यो नि के हुन्न बिस्तारै हाल्ने खाने बिस्तारै हाल्ने खाने पस्किने खाने शनि जस्तै हो माग्नु थाल खोइ त ऊ त्यही गरेर भयो नि ऊ त्यही हुन्न त्यही त जाडोमा किन धेरै चिसो मार्नु मात्रै पार्नु त टक्क पारेर ल है गाइजहरू आजको चाहिँ हाम्रो यस्तै यस्तै नै छ कचौरी पनि हाल्ला हजुर बाबु खाउनु खाऊ किन सेला छैन भात पनि भर्खर पाक्यो दाल पनि भर्खर तात्या सबै भर्खर तात्या अनि त्यही त नि सबै चिज भर्खर भर्खर काउली त अघि पाक्यो भने काउली त सेलाइसक्यो होला बिस्तारै बिस्तारै अचार पनि हाल मामा अलिकति त्यो काँक्रोको खोर्सानी छ होला होइन खोर्सानी छैन काँक्रोको खोर्सानी नै होला काँक्रोको अचार नै होला एक दुईवटा अचार होइन गालेको अचार बाबुले हुँदैन लसुन थियो हेर लसुन किवी नि कुइन लाग्यो क्या हो त्यही भएर किबु या कुइन उता हुन थालिसकेछ लसुन अघि काउरीमा हाल्न बिर्सिएछ अचार पनि एक दुईवटा हाल न हजुर काँक्रोको त हो नि अरू कुन त अरू कुन छ र अचार काँक्रोको बाहेक खोर्सानी त हरेक खाने पेस्ट नखाने बेलुका
तर मात्रै होला पानी नि तातो जस्तो छ उखाएको भए चाहिँ किन्न पर्यो पर्दैन अहिले त्यो उकालो छानिन्छ खाइँदैछ के छ दादा आलु कालो दाल अनि त्यसपछि यो पिडालु त्यसको रस अनि त्यसपछि आलु काउली भुटेको अनि माम पानी के मामु तातो पानी रातिलाई हजुर के हो अरे दाना नुन नहाल्छु नुन किन नहाल्नु नुन नहालिकन पकाउँछ नुन पकाउनु नुन चर्को छैन धेरै चर्को खानु हुँदैन क्या जस्तो बसाहरू नुन धेरै चर्को खान्छ चर्को मेरो छोरा किनिदियो पानी बोतलमै हुन्छ नुन हाल्नु सानो गिलास त्यही छ त ऊ सानो गिलास यहाँ पर्दैन त्यही हुन्छ पानी नहो यति खाएर मिठो खाने पानी धेरै खान्छ दाल पानी पनि त्यो माम खाने बेला धेरै पानी खाइरहने हो क्या ठिक खाने फेरि हुन्छ सुरु हो त माम खानालाई हजुर सुरु भयो मिठो छ मिठो हजुर मिठो छ मिठो छ मिठो छ सर मिठो हो ल म नि खाना सुरु गर्छु अब ल